जापानमा हुनुहुन्छ अनि काम पाउनु भएको छैन भने गएकोको अनि अरूकै मात्रै भर पर्नु भएको छ भने चाहिँ काम खोज्नको लागि सजिलो अनि एकदमै पपुलर जापानको एपहरू भन्छु है त। फर्स्टमा छ ग्लोबली रिकगनाइज प्लेटफर्म इन्डिड। इन्डिडमा चाहिँ पार्ट टाइम वर्क फुल टाइम वर्क दुवै खोज्न मिल्छ अनि यसमा चाहिँ खोज्नको लागि सजिलो पनि छ अनि यो एकदमै पपुलर पनि छ जापानमा। अनि अर्को हो सबैले सुनिरहनु भएकै नाम हो टाउन वर्क। यो टाउन वर्क चाहिँ स्पेसली पार्ट टाइम र टेम्पोररी जबको लागि भनेर बनाइएको हो। यो जब चाहिँ स्टुडेन्टले अनि अरूले पनि गर्न मिल्छ, खोज्न मिल्छ। यो चाहिँ एप मात्र नभएर न्युज पेपरमा पनि यसको चाहिँ भ्याकेन्सीहरू अनाउन्स भइरहेको हुन्छ। अनि अर्को छ माइनाबी बाइटो। लार्ज जापानिज रिक्रुटमेन्ट कम्पनी हो। यसमा पनि धेरै कामहरू अभाइलेबल हुन्छ। यसमा पनि खोज्नको लागि सजिलो तरिकाले खोज्न सकिन्छ। अनि अर्को छ बाइटोरु। यो चाहिँ लार्जेस्ट जब इन्फर्मेसन साइट छ। यसमा पनि एकदमै धेरै कामहरू पाइन्छ। अनि अर्को छ टाइम एप। यसमा चाहिँ सर्ट टर्म जब्सहरू अभाइलेबल हुन्छ। वान डे इभेन्ट स्टाफिङ अनि डेलिभरिङ जस्तो टाइपको जबहरू हुन्छ। पपुलर, क्विक अनि फ्लेक्सिबल टाइपको छ। योभन्दा बाहेक पनि एकदमै धेरै एप्सहरू छ जुनबाट चाहिँ हामीले कामहरू खोज्न सकिन्छ घरबाट नै। योभन्दा बाहेकको पनि कुन एपहरू चाहिँ एकदमै फ्लेक्सिबल र राम्रो छ हजुरहरूलाई थाहा भएको एप कमेन्ट गरिदिनुहोस् है त। थ्याङ्क यू फर वाचिङ। बाई बाई।